नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। पाल्पाको तिनाउ नदीमा मोटरसाइकल खस्यो, 1 जनाको मृत्यु। मोरङको उर्लाबाडीमा पनि 1 जनाको ज्यान गयो। नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोल डिजेल र मट्टी तेलमा 2 रुपियाँ घट। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन केन्द्र सरकारले बहाना बनाइरहेको भन्दै प्रदेश सरकारबाट जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश। जनकपुरबाट यातायात कार्यालय बर्दिवास लैजान लागेको भन्दै विरोध, मन्त्री नै लागि परेको आरोप। र द्वन्द्व पीडितका समस्या यथावत, पीडितहरूले न्याय माग्दै कथा व्यथा सुनाए। अब समाचार विस्तारमा। पाल्पाको तिनाउ स्थित नदीमा मोटरसाइकल खस्दा 1 जनाको मृत्यु भएको छ। रूपन्देहीको खैरेनीबाट पाल्पाको दमकडा आउँदै गरेको मोटरसाइकल तिनाउ नदीमा खस्दा चालक 37 वर्षीय गणेश रेग्मी छेत्रीको मृत्यु भएको हो। तिनाउ गाउँपालिका वडा नम्बर 3 स्थित नदीमा लु 30 प 4193 नम्बरको मोटरसाइकल आज बिहान नदीमा खसेको हो। गाईलाई जोगाउने क्रममा अनियन्त्रित भई मोटरसाइकल सहित उनी नदीमा खसेका थिए। त्यस्तै मोरङको उर्लाबाडी नगरपालिका वडा नम्बर 6 मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा स्थानीय 25 वर्षीय अमित धिमालको मृत्यु भएको छ। को 19 प 4475 नम्बरको मोटरसाइकल उर्लाबाडी मधुमला सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मोटरसाइकल चालक 30 वर्षीय बोरिस धिमालको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति 12 बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजेल र मट्टी तेलको साबीको खुदरा मूल्यमा प्रति लिटर 2 रुपियाँ घटाएको हो। निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल डिजेल र मट्टी तेलमा प्रति लिटर 2 रुपियाँ घटाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। केन्द्र सरकारले नागरिकता सम्बन्धी ऐन ल्याउन विलम्ब गरेपछि प्रदेश 2 सरकारले प्रदेश सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेको छ। हिजो बसेको प्रदेश सभाको बैठकमा आन्तरिक तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकहरूका सन्तानले प्राप्त गर्ने नागरिकता सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको सुझाव प्रस्ताव पेश गर्नुभएको हो। मन्त्री यादवले केन्द्र सरकारले कानुन नबनेको बहाना बनाएर जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनबाट वञ्चित गरेको आरोप लगाउनुभयो। उहाँले संविधानको धारा 10 को उपधारा 1 मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने प्रावधान रहेको जिकिर गर्दै केन्द्र सरकार र मातहतका निकायले विभिन्न बहानामा आलटाल गरिरहेको आरोप लगाउनुभयो। संविधान बमोजिम विद्यमान नागरिकता ऐन संशोधन हुन नसक्दा नागरिकता विहीन भई थुप्रै समस्या भोगिरहेको यथार्थलाई आत्मसात गर्दै प्रदेश नम्बर 2 को प्रदेश सभाले प्रदेश सभा नियमावली 2074 को नेम 73 बमोजिम यो सुझाव प्रस्ताव प्रस्तुत गरेको छु। पारित हुनुपर्ने बेहोरा संघीय सदनमा विचाराधीन रहेको नागरिकता सम्बन्धी ऐन 2063 लाई संशोधन गर्न बनेको विधेयक पहिलो संशोधन 2075 यथाशीघ्र पारित गरी जनतालाई सहज र सुलभ तरिकाले संविधान बमोजिम नागरिकता प्राप्त गर्ने अवसर प्रदान गर्न मान्य सभामुख महोदय यो प्रस्ताव जरुरी सार्वजनिक महत्त्वको सुझाव प्रस्ताव ल्याएको छु। सभामुख सरोज कुमार यादवले निर्णयार्थ पेश गरेको यो प्रस्तावलाई प्रदेश सभाले स्वीकृत गरेको छ। यसअघि प्रस्तावमाथि भएको छलफलमा सांसदहरू सहभागी भएका थिए। बैठकमा सांसदहरूले नागरिकता नहुँदा हजारौं युवा युवती अनागरिकको जीवन बाँच्नु परेको भन्दै यो समस्या तत्काल समाधान गर्नुपर्ने बताएका थिए। यो कुनै पार्टी विशेषको समस्या नभएको भन्दै पार्टीभन्दा माथि उठेर केन्द्र सरकारलाई दबाब दिनुपर्ने पनि उनीहरूले बताएका थिए।
निश्चित रूप में नेपाल के हरेक जे नागरिक हमरा यहाँ के प्रदेश एहि देश में जे व्यवस्थित रूप में सदियों से जे बसोबास कर रहा है, एकोटा नागरिक कोनो नागरिकता विहीन नहीं रहे। वास्तव में जे नेपाली नागरिक बाहेक अनेक तरीका से जे अन्य लोग सब जे नागरिकता प्राप्त कैल है, ओहि में प्रदेश सरकार द्वारा हो, संघ सरकार द्वारा हो, ओहि में छानबीन हुआ पड़े से हम खुलस्त रूप में बात राखे ला चाहे छी। मगर रहल अंत में हम ई बात राखे ला चाह रहा छी कि जे 63 साल में जे हमरा यहाँ के नेपाली सब जे बसोबास केने हैं, जे जन्मसिद्ध के आधार पर नागरिकता देलो के बावजूद जे अखन बहुत लाखों के संख्या में युवा युवती सब जे हमरा यहाँ के पढ़े से वंचित, रोजगारी पावे से वंचित है। तै द्वारे ई जे प्रस्ताव में प्रत्येक नेकपा के तरफ से, हरेक नेपाली कांग्रेस के तरफ से और जते भी सब गोरा संयुक्त रूप में हम सब वही के प्रस्तावक बनलिए, वही द्वारे कि जनता के हक अधिकार के लिए हमहूँ सब वही में साथ छी। एहि चीज से नागरिकता देवा से वंचित कलके तखन प्रदेश सरकार जे अखन ई प्रस्ताव लाइव का संघीय सरकार के एकटा सुझाव के रूप में जे प्रस्ताव लेलखिन तो हम जेना विगत में एहि सदन से सर्वसम्मति से पास होबे वाला बात चले, तेहने अहू प्रस्ताव के एना हमरा सब लिखित रूप से समर्थके भ चुकल छी, तखनो सदन से एहि के पास करी से अपने सबसे आग्रह है। और हमहूँ एहि के अब सभामुख जी द्वारा जे देल गेल छै तै के पढ़ी। माननीय सभामुख महोदय, माननीय आंतरिक मामला तथा कानून मंत्री श्री ज्ञानेन्द्र कुमार यादवले प्रस्तुत गर्नुभएको प्रस्तावलाई समर्थन गर्दछु। महोदय, जरूरी सार्वजनिक महत्व के सुझाव प्रस्ताव सराहनीय अछि और हमरा बुझाइ जे ई प्रस्ताव आबही के नहीं चाहिए। ई प्रस्ताव जे गरिमा में सदन में एले है, ई प्रस्ताव जे विशेष परिस्थिति में लायल गेल अछि और एहि प्रस्ताव के पक्ष में या जे बात सब जे एले एहि में अधिकांश की सब दल के प्रदेश सभा सांसद सब एक मुश्त के जैसे समर्थन के वातावरण से बुझा रहा है, कारण सब गोटे यथार्थ बुझे छिए। लेकिन हम अहाँ ई आई प्रस्ताव ले लिए या तो वहू ज्वाइंटे सरकार है आ अहू अहाँ के देख रहल छी हम सब प्रतिपक्षो भ के समर्थन करते आबि रहल छी। पास करू और हम अहाँ सब कोई मिल के डेलीगेशन चलू। नागरिकता के विषय से जे समस्या सब मधेश में अही ने जे समस्या सब आबि रहा है अनेक ठाव सब में, उ समस्या सब केना के समाधान, पढ़ाई लिखाई में समस्या विद्यार्थी सबके भ रहा है, विदेश जाए के लगी समस्या सब भ रहा है, युवा सबके हम अहाँ देख रहे छी, हमरे अहाँ सब ल डेलीगेशन आबि रहा है एहि चीज सबके हम अहाँ देखे छी। लेकिन एहि चीज के केवल प्रस्ताव पारित कराओ आई पर फिर राजनीति करू से नहीं हम कहब। एहि पर आब छीनो फानो करे के लागी हम अहाँ सब कोई संयुक्त टीम बना कर डेलीगेशन केंद्र में चलू। हमरा अहाँ के सरकार वहू है, हमरा अहाँ के सांसद वहू है, अहूँ के पार्टी के सांसद है, अहूँ के पार्टी के मंत्री है, वही कैबिनेट में बात उठो पड़ते कि सदन में बात उठा के होते ई पारित क के अबे और अय के नागरिक के जो अधिकार है, नागरिकता से वंचित जे भेल है ओहि में दिलावे के हम अहाँ प्रयास क के आगाड़ी बढ़ी। यसअघि बैठकमा प्रदेश सांसदहरूले समसामयिक विषय उठान गरेका थिए। राजापाकी सांसद सुरिता शाहले जनकपुर धाममा रहेको यातायात कार्यालयलाई बर्दिवा सार्न लागेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो। प्रदेश की इस राजधानी को कमज़ोर करने के लिए भौतिक योजना मंत्रालय के द्वारा जो सेवाग्राही को यातायात मंत्रालय के द्वारा जो औपचारिक रूप में आपको प्रदेश सभा के अंतर्गत आ गया था, लेकिन उसका निर्णय केंद्र के द्वारा हुआ है और जो अभी सेवाग्राही के द्वारा जो बर्दिवास को
जहां बर्दिवास के अलावा मलंगवा होना चाहिए, गौर होना चाहिए था सेवा केंद्र की स्थापना, लेकिन जो यहाँ आपको परमानेंट ऑफिस यातायात का जनकपुर में था उसको विस्थापित करके सेवा केंद्र के नाम पर जो भी बर्दिवास में ऑफिस खोली गई थी उस ऑफिस का विस्तार करके 352 लाइसेंस देने की वहाँ व्यवस्था की गई और 180 यहाँ है जो यहाँ के जो ड्राइविंग सेंटर वाले लोग हैं, सेवाग्राही हैं, वो सब आंदोलनरत हैं। इन सभी बातों को जो औपचारिक रूप में जो आने वाला था यातायात मंत्रालय का, जो यहाँ के यातायात पूर्वाधार मंत्रालय में आने वाला था, जो जिनकी हिस्सेदारी होनी चाहिए थी इसमें, उसको माइनस करके किया गया। आज तक सेवा केंद्र के नाम पर जलेसर को भी हमेशा माइनस ही किया गया था। 23 दिन मधेश आंदोलन, 23 दिन जलेसर में सेवा केंद्र के नाम पर आंदोलन हुआ। जो बर्दिवास में सभी सेवा केंद्र के नाम पर, यहाँ जनकपुर का कर ऑफिस भी सेवा केंद्र के नाम पर बर्दिवास सारा गया था। हमारे साथ हमेशा ऐसा ही हो रहा है, तो अभी कम से कम ध्यान आकर। त्यस्तै राजापाकी अर्का सांसद रानी शर्मा तिवारीले महिला स्वयंसेविकाहरू उपेक्षामा परेको भन्दै प्रदेश सभालाई ध्यानाकर्षण गराउनु भएको थियो। प्रदेश सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ। प्रदेश 2 सरकारले यातायात व्यवस्था कार्यालय जनकपुरलाई आफ्नो मातहत ल्याउन पहल थालिरहेका बेला सङ्घीय सरकारले हस्तक्षेप गर्न खोजेको सरकारवालाहरूले आरोप लगाएका छन्। प्रदेश सरकारले वीरगञ्ज र लाहानको कार्यालयलाई समेत आफू मातहतमा ल्याउन लागेका बेला सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई आफ्नो मातहत ल्याएर जनकपुर कार्यालयलाई पनि बर्दिवास सार्न लागेको उनीहरूको आरोप छ। जनकपुरकै शाखा कार्यालयको रूपमा रहेको बर्दिवास स्थित यातायात कार्यालयलाई दैनिक 360 थान सवारी चालक अनुमति पत्र जारी गर्न यातायात व्यवस्था विभागले अनुमति दिएको छ। तर जनकपुर स्थित यातायात व्यवस्था कार्यालयलाई 2 पाङ्ग्रे र 4 पाङ्ग्रे गरी मात्र 180 वटा लाइसेन्स प्रदान गर्न सक्ने स्वीकृति दिएको छ। यसअघि जनकपुर स्थित यातायात व्यवस्था कार्यालयले दैनिक 500 भन्दा बढी सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको थियो। नेपाल ड्राइभिङ सङ्घका केन्द्रीय सदस्य इन्द्रेश कुमार झाले सङ्घीय सरकारले प्रदेश सरकार मार्फत आएका यातायात व्यवस्था कार्यालय जनकपुरलाई पङ्गु बनाउने चलखेल गरेको आरोप लगाउनुभयो। जबकि आता 35 कर्मचारी से काज करने सके जखन कते कर्मचारी एब्सेंट रहे छ त एनी टाइम तै द्वारा नै सके छ कार्यालय काम करे में अतः कार्यालय से व्यवस्थित नै छ। अतः कर्मचारी हानि से चेक करो पड़ले सबके हम कथिला चलिए हां कथिला आल अतः सबसे पहले के आल हम सब जे अतः कोटा देने छ 180 टा मोटरसाइकिल के मात्र और अहाँ के 100 वो तो बर्दिवास में 500 कोटा है के बटने से काज कर ई कथि भ रहल छै। सिंपल बात छै सेवा केंद्र नाम के मात्र से प्रमुख सब चीज ओते भ रहल छै। यातायात मन्त्री रघुवीर महासेठकै चलखेलमा कार्यालय सार्न लागेको भन्दै सर्वसाधारणले हिजो यातायात व्यवस्था कार्यालय जनकपुरको कामकाज 2 घण्टासम्म ठप्प पारेका थिए। सो क्रममा उनीहरूले चालक अनुमति पत्रका लागि 35 किलोमिटरको दूरीमा रहेको बर्दिवास भन्दा बढु सर्लाहीको लालबन्दीमा अनुमति दिनुपर्ने माग समेत गरेका छन्। यता कार्यालयका निमित्त प्रमुख अजिम मन्सुरले यातायात कार्यालय सार्ने हल्ला निराधार रहेको बताउँदै दैनिक सवारी साधनको लागि दिने अनुमति कोटामा कटौती भएको चाहिँ सत्य भएको बताउनु भयो। यो त न कुनै निकायबाट मलाई निर्देशन प्राप्त भएको छ न कहीँबाट केही छ। यो कसरी हल्ला फिर्यो म त आफै आश्चर्य छु। यो कुनै पनि हालतमा सारिँदैन। सार्दा मलाई थाहा हुने हो, म यहाँको कार्यालय प्रमुख अहिले नियुक्त कार्यालय यो अफिस त म यहाँलाई बाचा गर्छु। कुनै हालतमा म आफै पनि लागेर यो सार्न दिन्न। अफिस त सर्दै सर्दैन। यसमा त ढुक्क भयो हुन्छ। अजिम मन्सुर, म यहाँको नियुक्त कार्यालय प्रमुख। यस सम्बन्धमा यातायात विभाग कार्यालयका डिजी लवन्य कुमार ढकालले भने कुनै प्रतिक्रिया दिन चाहेनन्। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले आफ्नो कथा व्यथा अनुभव र भोगाई सार्वजनिक रूपमा अभिव्यक्त गरेका छन्। सिराहाको लाहानमा सोमबार द्वन्द्व पीडित साझा चौतारीले गरेको सत्यको बयान कार्यक्रममा सशस्त्र द्वन्द्व पीडितहरूले द्वन्द्वका क्रममा भोग्नु परेको पीडा साटासाट गरेका हुन्। उनीहरूले द्वन्द्वको घटना हुनु अगाडिको जीवन, द्वन्द्वका कारण व्यक्तिगत, पारिवारिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, आर्थिक, मनोवैज्ञानिक लगायत पक्षमा परेको असर लगायत सुनाएका छन्। अनि त्यसपछि हामीले कहाँ छ लुकाको, कहाँ छ त्यो माओवादी भन्दै कुट्ने, हामीलाई सानो त्यो काखाको बच्चा
पहिला तल राख भन्दाखेरि नराखेपछि कुट्न थालिहाल्ने लाउराले के अरे त्यो उनीहरूको लट्ठी कस्तो हुन्छ त्यो लट्ठीले कुट्ने अनि त्यतिखेर बच्चालाई चोट लाग्छ भनेर मैले राख्ने त्यो काखाको बच्चा त्यस्तो भोगाई त्यो बन्दुकले झापट यो हात उनीहरू कस्तो हुन्छ त्यस्तोले हान्ने त्यो छिटो भन्न भए मारिदिन्छु मैले अनि मारिदिएर त्यो पुरस्कारमा मर्नुमा त अहिले मर्नु बेस तीनों भाई के वही में चल गए सब आदमी शहीद हो गए पूरे परिवार के आदमी और परिवार में की दुख होते की समस्या होते वो बात हम कह से बेस यहाँ सब अपने उचित होबे केला के लगे हम जते भी आदमी आयल छी उ सब पीड़ित छी कोनो हिसाब से दुख पीड़ा के बाद कथी कहू शादी सब नहीं चाहल अनुसार न पढ़ाई लिखाई कर सकली भाई बहन माई मतलब पूरे परिवार तो दुखित रहे के कर सहारा बनते सब आदमी भागम भाग दिन के दिन पुलिस के गाड़ी आवे 5 चोटी 6 चोटी घरे आवे कभी कत भाग पड़े जान बचावे के लागे कत जाए पड़े कोनो ठेकान नहीं न खाए के न रह के ठेकान रहे 2 साल 3 साल तक ला मतलब हम सब रात में कोई खाना नहीं खेले कि त्यस्तै सशस्त्र द्वन्द्व पीडितहरूले अहिलेसम्म गर्नु परेको सङ्घर्ष सत्य निरूपण तथा मेलमिलाप आयोगका साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगप्रति रहेको अपेक्षा र उपलब्धिका विषयमा पनि धारणा राखेका थिए। जीवन भोगाएका कथा व्यथा वाचनका क्रममा उनीहरू भावुक समेत बनेका थिए। मेरो छोरालाई तलाली परिरहेको छ मेरो छोराले रात खोलिन्छ त्यति बेला दाइले हामीलाई त्यति बेला खेत पनि गर्न दिएन अस्मानमा पनि भएको थिएन त्यो न बहिनी चुवा थियो मेरो घरका छागरेको थियो। त्यसक्रममा 28 जनाले आफ्ना कथा व्यथा अभिव्यक्त गरेका थिए। कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, प्रदेश नम्बर 2 का संयोजक उदय शाह लगायत उपस्थित थिए। मङ्सिर 26 गते कैलालीको टिकापुर र पुष 2 गते कास्कीको पोखरामा पनि द्वन्द्व पीडितहरूले अनुभव सार्वजनिक गर्ने चौतारीले जनाएको छ। अब व्यावसायिक विश्रामपछि सरकारले रोजगारीको अवसर सृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको मन्त्री विष्टको भनाई। विद्युत प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता लेखा समितिबाट अनुसन्धान सुरु र प्रदेश 2 स्तरीय फुटबल प्रतियोगिता सप्तरीमा सुरु। उद्घाटन खेलमा सिराहा विजय, धनुषा पराजित। ब्रेकपछि समाचारमा स्वागत छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले विपद व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले 2072 सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताउनु भएको हो। विपद व्यवस्थापन सम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको 14औं बैठकलाई हिजो काठमाडौँमा उद्घाटन गर्दै उहाँले भूकम्पले क्षति पुर्याएको संरचनाहरूको पुनर्स्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको स्मरण गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समुदायले गर्नुभएको सहयोगको पनि खुलेर प्रशंसा गर्नुभयो। उहाँले प्राकृतिक विपत्तिको कुनै सीमा र पूर्वानुमान नहुने उल्लेख गर्दै सूचना प्रविधि र विज्ञानमा आधारित भएर सरकारले विपद व्यवस्थापनको कामलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो। To residents and collective action on the part of the government, people, community, civil society and non-governmental partners, we were able to respond to the immediate rescue and relief needs and later the embark on the path of reconstruction for building back better. The support of our friends in the international community, both government and non-government, remained immensely. एसिया प्रशान्त क्षेत्रका विपद व्यवस्थापन सम्बन्धी 26 मुलुकका प्रतिनिधिहरू सहभागी रहेको सो बैठक 3 दिनसम्म चल्नेछ। बैठकमा दिगो विकास र विपद व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीको अवसर सृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। मन्त्री विष्टले मुलुकलाई समृद्ध बनाउने काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमै भरपूर उपयोग गर्न सरकार प्रतिबद्ध भएर लागि परेको दावी गर्नुभएको हो। हिजो काठमाडौँमा आयोजित सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारी अवसर सृजना गर्न ढिलाइ गर्न नहुने पनि स्मरण गराउनुभयो। मन्त्री विष्टले नेपाली श्रम सिपलाई स्वदेशमै उपयोग गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानलाई साकार बनाउन सरकारले चाहिरहेको पनि स्पष्ट पार्नुभयो। भरपूर उपयोग गर्ने र आर्थिक सामाजिक क्षेत्रमा परिवर्तन गर्दै समृद्ध नेपाल र सुखी जनताको देश निर्माण गर्ने, यही हो सरकारको चाहना। यद्यपि कहिलेकाहीँ सुखी जनताको देश भन्दा कतै कतै नकारात्मक प्रतिबिम्बहरू प्रचारहरू पनि हामीले देख्दछौँ। तर जबसम्म सरकारले समृद्ध देश र सुखी जनता निर्माण गर्ने गरी प्रतिबद्धता व्यक्त गर्दैन, त्यो प्रकारको दूरदृष्टि आत्मविश्वासका साथ अगाडि बढ्दैन, देश बदलिँदैन। कम्तीमा म सरकारको एउटा प्रतिनिधिको हैसियतले सरकारको तर्फबाट मलाई पूर्ण विश्वास छ कि हाम्रो देशमा धेरै सम्भावनाहरू छन्। हामीले जुन प्रकारले हरेक वर्ष व्यापार घाटा हेर्दै आएका छौँ। मन्त्री विष्टले सूचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रशस्त रोजगारीको अवसर सिर्जना गर्न सकिने पनि बताउनु भएको थियो। प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधान न्यायाधीशका लागि न्याय परिषदले योग्य ठहर गरेका उच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दीपक राज जोशी र चलेन्द्र शमशेर राणाबारे थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै हिजो सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठक सकिएको हो। न्याय परिषदले योग्य ठहर गरेका 2 न्यायाधीशको बारेमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकाल्दै आगामी शनिबार 22 गते पुनः बैठक बस्ने गरी स्थगित गरिएको परिषदका सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय कार्य समिति बैठकमा जानुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष तिमिल सिन्हाको भनाइ छ। महिनापछि रिक्त हुने प्रधान न्यायाधीशको नियुक्ति र संवैधानिक आयोग जो सुरुदेखि रिक्त छन्, वित्त आयोग लगायतका अरू संवैधानिक आयोगहरू, ती नियुक्ति बारेमा छलफल भयो र आज कुनै पनि निर्णय हुन सकेन। दुईटा कारणले, एउटा त यी आएका नामहरूमा अलिकति छलफल चलाउँ भन्ने कुराहरू पनि भयो र दोस्रो नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको हुँदा अलि प्रतिपक्षी दलको नेतालाई समय अलि अभाव भयो। त्यसकारणले 22 गते बस्ने गरी बैठकमा वित्त आयोग लगायतका संवैधानिक आयोगलाई पूर्णता दिने सम्बन्धमा पनि सामान्य छलफल गरिएको थियो। बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री ओली, प्रतिपक्षी दलका नेता देवा, प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर माडा, राष्ट्रिय सभाका अध्यक्ष तिमिल सेना, प्रतिनिधि सभाकी उपसभामुख डाक्टर शिवमाया तुम्बा हाम्फे र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल सहभागी हुनुभएको थियो। संसदीय सुनवाई विशेष समितिले सरकारले सिफारिस गरेका 4 देशका राजदूत विरुद्ध उजुरी नपरेको जनाएको छ। संसदीय सुनवाई विशेष समितिका उपसचिव केशव अर्यालले सरकारले भारतका लागि राजदूत सिफारिस गरेका नीलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, युएका लागि सिफारिस कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अनजान साक्य विरुद्ध उजुरी नपरेको जानकारी गराएको हो। उपसचिव अर्यालले हिजो राजदूतमा सिफारिस कुनै पनि व्यक्ति विरुद्ध उजुरी नपरेको स्पष्ट पार्नुभयो। सुनवाई समितिले बैठक बसेर उहाँहरूको सम्बन्धमा अब कुनै गुनासो, उजुरी अथवा कुनै सूचना भएदेखि समिति समक्ष दिन भनेर सूचना जारी गरेको चाहिँ उहाँहरूको सम्बन्धमा कुनै पनि किसिमको सूचना अथवा उजुरी चाहिँ समितिमा प्राप्त हुन आएको छैन।
समितिले अब ती सिफारिस गरिएका राजदूतहरूको योग्यता क्षमता र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाउनेछ। उजुरी नपरेपछि अब सिफारिस गरिएका राजदूतहरूलाई बोलाएर उनीहरूको योग्यता क्षमता र कार्ययोजनामाथि छलफल हुने पनि उपसचिव अर्यालले जानकारी दिनुभयो। समितिले राजदूतमा सिफारिस भएका व्यक्तिहरूको योग्यता क्षमता र कार्ययोजनामा चित्त बुझे उनीहरूको नाम अनुमोदन गर्नेछ। भएका व्यक्तिहरूलाई समितिमा बोलाएर उहाँहरूको त्यो पदमा चाहिँ नियुक्त भइसकेपछि उहाँहरूले गर्ने काम कारबाहीका सम्बन्धमा उहाँहरूका योजनाहरूका सम्बन्धमा र त्यो पदको लागि उहाँ किन योग्य हुनुहुन्छ, त्यो पदको उहाँको अनुभव के छ, योग्यता के छ र आगामी कार्ययोजना के छ, त्यो पदको जिम्मेवारी निर्वाह गर्ने क्रममा त्यो सम्बन्धमा समितिले उहाँहरूसँग छलफल गर्छ र उहाँहरूसँगको छलफल समाप्त भइसकेपछि उहाँहरूको योग्यता क्षमता र उहाँहरूको कार्ययोजनाका सम्बन्धमा समिति सन्तुष्ट भएको खण्डमा उहाँहरूको नामलाई चाहिँ अनुमोदन गर्ने नगर्ने छलफल समितिले गर्छ र उहाँहरूको यदि त्यो कार्ययोजनाबाट उहाँहरूको छलफलबाट समिति सन्तुष्ट भयो भने समितिले चाहिँ अब उहाँहरूको नामलाई अनुमोदन गर्न सक्छ। यदि समितिले उहाँहरूको कार्ययोजना अब क्षमता योग्यता लगायत अन्य विविध कुराहरूको अध्ययन गर्दाखेरि त्यो पदको लागि उहाँ उपयुक्त छैन भन्ने कुरा जस्तो लागेमा त्यो चाहिँ सिफारिसलाई अनुमोदन नगर्न पनि सक्छ। संसदीय सुनवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरूलाई राजदूत बन्ने बाटो खोल्नेछ। कार्तिक 24 गते बसेको मन्त्री परिषद बैठकले 4 देशका राजदूत सिफारिस गरेको थियो। अब पुनः व्यावसायिक विश्रामपछि विद्युत प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता लेखा समितिबाट अनुसन्धान सुरु र प्रदेश 2 स्तरीय फुटबल प्रतियोगिता सप्तरीमा सुरु। उद्घाटन खेलमा सिराहा विजय, धनुषा पराजित। विश्रामपछि समाचारमा स्वागत छ। संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उल्लेख गर्दै छानबिन सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले यो सम्बन्धमा छानबिन सुरु गरेको हो। विद्युत प्रसारण लाइन विस्तार तथा ट्रान्सफर्मर जडान गर्ने ठेक्का सम्बन्धी विषयमा आर्थिक अनियमितता भएको पाइएपछि समितिले सो सम्बन्धमा छानबिन सुरु गरेको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण प्रणालीलाई गुणस्तरीय बनाउने योजना सहित देशभर विद्युत पिलर सहितको प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानको कामलाई अघि बढाएको छ। छानबिनका लागि समितिले सो सम्बन्धी आवश्यक कागजात समेत नेपाल विद्युत प्राधिकरणबाट झिकाउने काम सुरु गरिएको पनि सचिव पाण्डेले बताउनुभयो। पिलरहरू राख्ने, ट्रान्सफर्मर जडान गर्ने र लाइन प्रसारणलाई ल्याउने क्रममा चाहिँ भएका ठेक्कापट्टासँग सम्बन्धित कुरामा पनि भएको अनियमितताहरूको बारेमा उजुरी परेको छ। हामी त्यसको प्रारम्भिक छानबिन सुरु गरिरहेका छौँ। यो अन्तःशुल्क सम्बन्धी जुन स्टिकर छपाई गर्ने कम्पनीहरू चाहिँ ग्लोबली टेन्डर गर्ने चलन नेपालमा रहिरहेको अवस्थामा चाहिँ नेपालका कम्पनीहरू पनि त्यो क्षमता राख्छन् भन्ने कुराले उजुरी हामी कहाँ प्राप्त भएकोले त्यो सम्बन्धमा चाहिँ अर्थ मन्त्रालयले अहिलेसम्म के कस्तो कामहरू गरिरहेको छ, कसरी उनीहरू चाहिँ त्यो प्रतिस्पर्धाको अवसरबाट वञ्चित भए भन्ने सन्दर्भमा पनि अध्ययन सुरु भएको छ। समितिले अन्तःशुल्क स्टिकर छपाईमा अर्थ मन्त्रालयले ग्लोबल टेन्डर आह्वान नगरेको विषयलाई पनि छानबिनको दायरामा ल्याएको छ। अन्तःशुल्क स्टिकर छपाई गर्दा ग्लोबल टेन्डर गरेर मात्रै सो प्रक्रिया अघि बढाउनु पर्दैमा त्यसो नभएको उजुरी समितिमा परेको छ। त्यसैगरी समितिले तारागाउँ विकास समितिको जग्गा हयात रेजेन्सी होटलले पुनर्मूल्याङ्कन गरेर सेयर हडपेको विषयमा पनि समितिले छानबिन सुरु गरेको छ। 39% सेयर रहेको समितिको सो जग्गालाई हयात रेजेन्सी होटलले जमिनको पुनर्मूल्याङ्कन गरी 9% सेयरमा झारेपछि त्यो विधि सम्मत नभएको समितिको ठहर छ। महालेखा परीक्षकको कार्यालयले पनि सो जग्गाको पुनर्मूल्याङ्कन गर्ने काममा अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि सो सम्बन्धमा पनि छानबिन सुरु गरिएको समितिका सचिव पाण्डेले जानकारी दिनुभयो। प्रतिवेदनले तारागाउँ विकास समितिको चाहिँ जमिनलाई सेयरको रूपमा चाहिँ हयात रेजेन्सी होटलमा जुन राखिएको सम्बन्धमा चाहिँ प्रतिवेदनले एउटा अनियमितता भएको भन्ने कुरा औँल्याएको छ। त्यसमा पहिला चाहिँ 39% सेयर दिएकोमा त्यो जग्गाको डिभ्यालुएसन गरेर सम्पत्तिको मूल्याङ्कन पुनर्मूल्याङ्कन गरेर 9%मा झारिएको भन्ने कुरा त्यहाँ प्रतिवेदनमा उल्लेख भएको देखिएको र यो अनियमित भएको भन्ने कुराको ठहर गरेको हुनाले
योसँग सम्बन्धित कुरालाई पनि हामीले के कसो भएको छ भनेर कागजपत्रहरू मगाएका छौँ। महालेखा परीक्षक कार्यालयको 55औं वार्षिक प्रतिवेदनमा तारा गाउँ समितिको जग्गाको शेयर हयात रेजेन्सी होटलले पुनर्मूल्याङ्कन गरेर कानुन विपरीत काम गरेको उल्लेख गरिएको छ। भारतबाट लागु औषध ओसाडिरहेका 3 जनालाई प्रहरीले भारतीय सीमा नजिक छिन्मस्ताबाट पक्राउ गरेको छ। छिन्मस्ता गाउँपालिका 3बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका 1 फतेपुरका 20 वर्षीय विजय देव, राजविराज नगरपालिका वडा नम्बर 6 का 30 वर्षीय सुनिल गुप्ता र वडा नम्बर 8 का 21 वर्षीय सागर कुमार मण्डल रहेका छन्। प्रहरीले जाँचका क्रममा देवका साथबाट नाइट्रोभेट 150 ट्याब्लेट, गुप्ताका साथबाट नाइट्रोभेट 30 ट्याब्लेट र मण्डलका साथबाट डिएलएक्स डिएल 3 बोतल बरामद गरेको छ। यसैबीच प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिकाका 3 वडामा सोमबार 1000 भन्दा बढी गाँजाको बोट नष्ट गरेको छ। विष्णुपुर गाउँपालिका वडा नम्बर 2, 3 र 4 स्थित 61 घर परिवारले लगाएको गाँजाको बोट नष्ट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय विष्णुपुरको प्रहरीको टोलीले गाँजाको बोट नष्ट गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इन्धनको मूल्य वृद्धि फिर्ताको माग गर्दै फ्रान्समा जारी आन्दोलनका क्रममा 3 जनाको मृत्यु भएको छ। फ्रान्सको मार्सेली शहरमा अश्रु ग्यासले लागेको 80 वर्षीय वृद्धको मृत्यु भएपछि सो संख्या 3 पुगेको हो। आन्दोलन भइरहेको स्थान नजिकै बस्ने उनलाई घरको सटर बन्द गर्ने क्रममा अश्रु ग्यासले लागेको थियो। इन्धनको मूल्य वृद्धिले जीवनस्तरमा असर पुग्ने भन्दै 3 साता यता हरेक सप्ताहको अन्त्यमा फ्रान्सका विभिन्न शहरमा आन्दोलन भइरहेको छ। येल्लो भेस्ट आन्दोलनमा 1,36,000 मानिस एकै दिन सहभागी भएको फ्रान्सको अन्तरिम मन्त्रालयले जनाएको छ। आन्दोलनका कारण 100 भन्दा बढी विद्यालय समेत बन्द भएकाले मूल्य वृद्धि फिर्ता गर्न राष्ट्रपति इम्यानुएल मैक्रोनमाथि दबाव बढेको छ। अब खेल समाचार। प्रदेश स्तरीय हिरो कप फुटबल प्रतियोगिता सप्तरीको कञ्चन रूपमा सुरु भएको छ। हिरोज स्पोर्टिङ क्लब बर्मजियाको आयोजनामा प्रतियोगिताको 19औं संस्करण सुरु भएको हो। हिजो प्रतियोगिताको उद्घाटन प्रदेश 2 का सामाजिक विकास मन्त्री नवल किशोर शाहले गरेका छन्। उनले रेफरीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्। यस अवसरमा उनले खेलकुदको विकासका लागि आवश्यक भौतिक संरचना निर्माण, तालिम र प्रतियोगिताहरू सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्न लागेको पनि बताएका छन्। मन्त्री शाहले यस्ता प्रतियोगिताले खेल क्षेत्रको मात्र विकास नभई खेलाडीको विकासमा समेत टेवा पुग्ने बताए। अत्यन्तै प्रतिस्पर्धात्मक उद्घाटन खेलमा निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा खेलको छिनोफानो गरिएको थियो, जसमा सिराहाले धनुषालाई हराउन सफल भए। सुरुको 5-5 पेनाल्टीमा पनि खेल बराबरी भएपछि थपिएको 3-3 पेनाल्टीमा सिराहाले बाजी मारेको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार 12 र कलैया बीच खेल हुनेछ। प्रतियोगितामा प्रदेश 2 का सबै 8वटै जिल्लाका टिमहरूको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता हुने टिमले हिरो कप सहित 1 लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले 50,000 रुपैयाँ नगद पुरस्कार पाउनेछ। कार्यक्रममा समितिका अध्यक्ष विजय कुमार चौधरी लगायतले धारणा राखेका थिए। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। पाल्पाको तिनाउ नदीमा मोटरसाइकल खस्यो, 1 जनाको मृत्यु। मोरङको उर्लाबारीमा पनि 1 जनाको ज्यान गयो। नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोल डिजल र मट्टीतेलमा 2 रुपियाँ घट्यो। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन केन्द्र सरकारले बहाना बनाइरहेको भन्दै प्रदेश सरकारबाट जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश। जनकपुरबाट यातायात कार्यालय बर्दिवास लैजान लागेको भन्दै विरोध, मन्त्री नै लागि परेको आरोप। र द्वन्द्व पीडितका समस्या यथावत, पीडितहरूले न्याय माग्दै कथा व्यथा सुनाए। हस्त अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।